Hello and namaste सबैमा म सिम शर्मा मैनाली फ्रम अप्टिमस ग्लोबल अ QAC एन्ड ब्रिटिश काउन्सिल ट्रेन्ड एजेन्ट काउन्सिलर र हाम्रो युट्युब भिडियो चाहिँ तपाईहरुले युके पढ्न जाँदा कति खर्च लाग्छ र सँगसँगै युके पढ्न जान्छु भन्दै गर्दाखेरि के प्रोसेस हुन्छ व्हाट आर द स्टेप्स टु स्टडी इन द युके भन्ने भिडियो मन पराइदिनु भयो धेरै धेरै धन्यवाद अझै पनि यसरी नै हामीलाई माया गरिराख्नु होला र यो भिडियो चाहिँ आज के को लागि छ भने फर अल द स्टुडेन्ट्स एन्ड प्यारेन्ट्स जो सबै विद्यार्थी र अभिभावकहरुलाई केन्द्रित गरेर भिडियो लिएर आएको छु युके पढ्न जाँदाखेरि फाइनान्शियल डकुमेन्ट्स केही पनि चाहिदैन भन्छन् इज इट ट्रू यो के साँचो हो युके पढ्न जान्छु भन्दै गर्दाखेरि फाइनान्शियल्स केही पनि चाहिदैन र होइन चाहिन्छ तपाईले युके पढ्न जाँदै गर्दाखेरि लिभिङ कस्ट देखाउनलाई र ट्युसन फी क्याल्कुलेट गरेर एउटा बैंक ब्यालेन्स और एजुकेसन लोन देखाउनु पर्ने हुन्छ हो अस्ट्रेलिया क्यानाडा जस्तो पुरै इन्कमका डकुमेन्ट्सहरु वडाबाट बनाएर ल्याउनु पर्ने हैन ट्याक्स क्लियरेन्सका कागजातहरु नचाहिने युकेमा त्यो सहजता छ तर बैंक ब्यालेन्स और एजुकेसन लोन लिभिङ कस्ट देखाउनलाई चाहिँ हामीले फाइनान्शियल डकुमेन्ट्स बनाउनु पर्छ र युकेमा फाइनान्शियल्स कति चाहिन्छ युके पढ्न जाँदा बैंक ब्यालेन्स और एजुकेसन लोन कति देखाउने त ल युके पढ्न जान्छु भन्दै गर्दाखेरि बैंक ब्यालेन्स र एजुकेसन लोन कति देखाउने हो 18 लाख रुपैयाँ देखि 50 लाख 60 लाख 65 लाख सम्म बैंक ब्यालेन्स देखाउनु पर्ने हुन्छ र यो कुरा कसरी क्याल्कुलेट गर्ने र तपाईले कति बैंक ब्यालेन्स देखाउँदाखेरि हुन्छ और एजुकेसन लोन कति देखाउँदा हुन्छ भन्ने विषयमा यो भिडियो आज म बनाउन गइरहेछु र यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु भयो भने तपाईहरुले चाहिँ बैंक ब्यालेन्स र एजुकेसन लोनको लागि मेन्टली प्रिपेयर हुन सक्नुहुन्छ सो लेट्स स्टार्ट सो अब हामी भिडियो स्टार्ट गरौँ हो अब के हुन्छ भने यदि तपाईहरु युके पढ्न जाने प्लान गरिरहनु भएको छ बैंक ब्यालेन्स कसरी देखाउने कति देखाउने भन्ने चाहिँ कन्फ्युजनमा हुनुहुन्छ र इफ यु वान्ट टु बी क्लियर अन दिस सेक्सन भने यो भिडियो ध्यान दिएर हेर्नु होला अब के हुन्छ भने युके भिआई एज पर युके भिआई युनाइटेड किंगडम भिजाज एन्ड इमिग्रेशन्स को अनुसार यदि तपाईहरु इनसाइड लन्डनमा पढ्न जाँदै हुनुहुन्छ इनसाइड लन्डन पढ्न जाँदै हुनुहुन्छ भने तपाईहरुले महिनाको 1483 पाउन्ड्स गरेर 9 महिनाको टोटल लिभिङ कस्ट देखाउनु पर्ने हुन्छ एन्ड दैट इज गोइङ टु बी 13347 पाउन्ड्स है त अब यदि तपाईहरु आउटसाइड लन्डन जानुहुन्छ लन्डन बाहिर जाँदै हुनुहुन्छ भने महिनाको 1136 1136 इन्टु 9 गर्दाखेरि 10224 पाउन्ड्स बराबरको तपाईहरुले बैंक ब्यालेन्स देखाउनु पर्ने हुन्छ र अब के यति मात्र देखाएर हुन्छ त यति मात्र देखाउँदै गर्दाखेरि हाम्रो बैंक ब्यालेन्स पुग्छ त भन्ने कुरा तपाईहरुको मनमा खड्किरा होला यति मात्र देखाएर हुँदैन अब युके मा अप्लाई गर्दाखेरि मैले भनिहाले अघिल्लो भिडियोमै भनेको थिए तपाईहरुले भिजा लाग्नु भन्दा अगाडि ट्युसन फी तिर्नु पर्ने हुन्छ अब के हुन्छ भने यदि तपाईको युनिभर्सिटीको ट्युसन फी तपाईले कासको लागि सपोज युनिभर्सिटीको ट्युसन फी 12000 पाउन्ड्स छ हो तपाईले कासको लागि तिर्नु भयो 10000 पाउन्ड 10000 पाउन्ड तिर्नुभयो अब तपाईको एक वर्षको ट्युसन फीमा 12000 मा तपाईले 10000 तिरिसकेपछि बाँकी कति रह्यो इट्स गोइङ टु बी 2000 पाउन्ड्स हो अब यो 2000 पाउन्ड्सलाई लगेर चाहिँ यता जोड्नु पर्ने हुन्छ अब टोटल गरौँ यदि इनसाइड लन्डन जाँदै हुनुहुन्छ भने तपाईको 9 मन्थको लिभिङ 13347 प्लस 2000 गर्दै हुनुहुन्छ भने इनसाइड लन्डनमा तपाईको कति आयो देखाउनु पर्ने बैंक ब्यालेन्स 15347 इन्टु 180 अब आउटसाइड लन्डन जाँदै हुनुहुन्छ भने 10224 प्लस 2000 गर्दाखेरि 12224 इन्टु 180 गर्दाखेरि टोटल कति आयो भन्नुहुन्छ भने बैंक ब्यालेन्स देखाउनु पर्ने 22,320 हो अब यदि माथि इनसाइड लन्डनको कति आयो यो आउटसाइड लन्डनको भयो 15340 इन्टु 180 गर्दाखेरि 27,62,460 62460 हो अब तपाईहरुले के बुझ्न जरुरी छ भने यदि तपाईहरु लिभिङ कस्ट र बैंक ब्यालेन्स देखाउँदै हुनुहुन्छ भने लिभिङ कस्ट प्लस रिमेनिङ ट्युसन फी भन्छौं हामी लिभिङ कस्ट प्लस रिमेनिङ ट्युसन फी इनसाइड लन्डन जाँदै हुनुहुन्छ भने पर मन्थ लिभिङ कस्ट इन्टु 9 मन्थ्स गर्दा 13347 पाउन्ड्स यदि आउटसाइड लन्डन जाँदै हुनुहुन्छ भने 1 मन्थ लिभिङ कस्ट इन्टु 9 गर्दाखेरि 1136 इन्टु 9 गर्दाखेरि 10224 पाउन्ड्स गर्ने अनि सँगसँगै रिमेनिङ ट्युसन फी अब सपोज यहाँ मैले 12000 ट्युसन फी तिरिसक्नु भयो 12000 ट्युसन फीमा
10,000 तिर्नुभयो, तपाईँको रिमेनिङ ट्युसन फी कति रह्यो हो 2000 पाउन्ड बाँकी रह्यो हो। त्यो 2000 पाउन्ड्स लगेर लिभिङ कस्टमा जोड्ने बित्तिकै तपाईँहरूले देखाउनु पर्ने ब्याङ्क ब्यालेन्स ठ्याक्कै निस्किन्छ। र अझै म यसलाई अझै तपाईँहरूलाई क्लियर गरिदिन्छु के भने यसलाई लगेर एकछिन यतातिर राख्थ्यौँ है। अब यहाँ के छ भन्नुहुन्छ भने मैले इनसाइड लन्डन लेखेँ, आउटसाइड लन्डन, आउटसाइड लन्डन लेखेँ है। अब इनसाइड लन्डनको 13,347 पाउन्ड छ, आउटसाइड लन्डनको 10,224 पाउन्ड छ हो। फर एक्जाम्पल अब तपाईँको रिमेनिङ ट्युसन फी, तपाईँको रिमेनिङ ट्युसन फी रिमेनिङ फिज रह्यो। अब फर एक्जाम्पल तपाईँले 12,000 ट्युसन फीमा 6,000 मात्र तिर्नुभयो, 6,000 12,000 माइनस 6,000 गर्दाखेरि इक्वल्स टु 6,000। अब कसरी हिसाब गर्ने हो भने यदि तपाईँ इनसाइड लन्डन जाँदै हुनुहुन्छ भने यो प्लस यो र यो जोड्ने, टोटल जोड्दाखेरि कति आयो भन्नुहुन्छ भने 19,347 इन्टु पाउन्डको रेट कति चलिरहेछ 180 हो। ओके 180 छ भने तपाईँले देखाउनु पर्ने लिभिङ एक्सपेन्सेस र ब्याङ्क ब्यालेन्स 34,82,460 पर्यो। अब आउटसाइड लन्डन जाँदै हुनुहुन्छ भने त्यही गर्नु पर्यो। एक वर्षमा चाहिँ ट्युसन फी कासको लागि तिरेर बाँकी रहेको एक वर्षको ट्युसन फी माइनस गर्ने र सँगसँगै लिभिङ कस्ट एड गरेर मल्टिप्लाई गर्ने, त्यो हुने बित्तिकै ब्याङ्क ब्यालेन्स र एजुकेसन लोन कति देखाउनु पर्छ भन्ने आयो। अब अझै के बुझ्न बाँकी छ भने अब यो त आयो, अमाउन्ट त आयो, अब यसलाई कसरी देखाउने, एजुकेसन लोन हो भने कसरी देखाउने, ब्याङ्क ब्यालेन्सबाट अगाडि बढ्दैछौँ भने यो हामी कसरी देखाउने भन्ने विषयमा म फेरि तपाईँहरूलाई बुझाइदिन्छु है। यदि तपाईँहरू ब्याङ्क ब्यालेन्सबाट जाँदै हुनुहुन्छ भने 28 डेज पुरानो ब्याङ्क ब्यालेन्स चाहियो। यो जुन पैसा छ नि, यो जुन आयो 34 लाख आयो, यहाँ 27 लाख आयो, 22 लाख आयो, यो अमाउन्ट चाहिँ तपाईँको ब्याङ्कमा 28 डेज होल्ड भएको हुनु पर्यो। 28 डेज होल्ड भएको हुनु पर्यो र यो 28 डेज होल्ड गर्दाखेरि कुनै पनि बल्क ट्रान्जेक्सन देखिनु भएन। यदि ठुलो अमाउन्ट आउँछ भने त्यसको सोर्स खुलाउनु पर्ने हुन्छ हो। यदि तपाईँहरू ब्याङ्क ब्यालेन्स होल्ड गर्ने प्लानमा जानु भएको छ भने एकचोटि सिरियसली आफ्नो काउन्सलर अथवा कन्सल्टेन्सीसँग सल्लाह गरेर मात्र अगाडि बढाउनु होला र आफ्नो ब्याङ्क ब्यालेन्स उहाँलाई देखाएर अगाडि बढ्नु होला हो। 28 डेज होल्ड हुनु पर्यो फर क्यास एन्ड अन्टिल यु रिच युके। युके नपुगिन्जेलसम्म तपाईँको ब्याङ्क ब्यालेन्स होल्ड हुनु पर्यो होइन। अब हो यो ब्याङ्क ब्यालेन्सको सेक्सनबाट हो। अब एजुकेसन लोन हो भने कति 28 कति अमाउन्ट आएको छ 34,82,460। अब यसलाई हामी राउन्ड फिगरमा 35 लाखको एजुकेसन लोन गर्नु पर्यो, द्याट इज स्याङ्सन। एजुकेसन लोन स्याङ्सन हो। अब तपाईँहरूले के बुझ्नु पर्यो भने दिस इज हाउ फाइनेन्सियल डकुमेन्ट्स अफ युके इज मेड। युकेमा फाइनेन्सियल डकुमेन्ट्स केही पनि नचाहिने होइन, चाहिन्छ द्याट इज 28 डेज ब्याङ्क ब्यालेन्स और एजुकेसन लोन। र यो भिडियो हेरेर तपाईँहरूले के जान्नुभयो होला भने ब्याङ्क ब्यालेन्स कसरी क्यालकुलेट गर्ने, कसरी हिसाब गर्ने र ठ्याक्कै ब्याङ्क ब्यालेन्स कति चाहिन्छ। कोहीले 60 लाख चाहिन्छ भन्छ, कोहीले 20 लाख भए पनि हुन्छ भन्छ, तर यो कुरा कसरी क्यालकुलेट गर्ने भन्ने यो भिडियोमा तपाईँहरूले मजाले बुझ्नुभयो होला। यदि तपाईँहरूलाई अझै पनि फर्दर इन्फर्मेसन चाहिएको छ युके अध्ययन सम्बन्धी भने हाम्रो यो युट्युब च्यानललाई लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। र सँगसँगै म काउन्सलर असिम QAC एन्ड ब्रिटिस काउन्सिल ट्रेन्ड एजेन्ट काउन्सलर, हामीलाई सम्पर्क गरेर पनि आफ्नो विदेश पढ्न जाने जिज्ञासा, चाहे त्यो युके होस्, चाहे त्यो अस्ट्रेलिया होस्, चाहे त्यो अमेरिका होस्
हैन, चाहे त्यो जापान होस् र चाहे त्यो क्यानाडा होस्, यी 5 वटा स्टडी डेस्टिनेसनमा पढ्न जाने प्लान गरिरहनु भएको छ भने प्लिज अलवेज रिमेम्बर द नेम अप्टिमस ग्लोबल। र आजलाई यति भन्दै यो भिडियोबाट म हजुरहरूसँग बिदा माग्न चाहन्छु। यो भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला र तपाईहरुकै माया, तपाईहरुकै सब्स्क्रिप्सन र तपाईहरुकै लाइकले नै अझै हौसला प्रदान गर्नेछ मलाई भिडियो बनाउनलाई। र यति भन्दै बिदा माग्न चाहन्छु। धन्यवाद।